विश्वको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै कुना काप्चा, जुनसुकै सयौं बिल्डिङ माथिबाट हेर्दै हुनुहुन्छ भने पनि यस भिडियो समक्ष मार्फत म प्रस्तुत भइसकेको छु। शुभ दिन, शुभ बिहानी सँगै मेरो दिनचर्या फेरि पनि सुरु भइसकेको छ। आफ्नै करेसा बारीमा उम्रेको काँक्रो, आफ्नै करेसा बारीमा उम्रेको यो मुला, आफ्नै करेसा बारीमा उम्रेको यो अंगुर, आफ्नै करेसा बारीमा उम्रेको यो गाजरको साथमा र यो आफ्नै करेसा बारीमा उम्रेको यो अमला र आफ्नै करेसा बारीमा उम्रेको यो आँगनमा घर जङ्गल वरिपरि चारैतिर पाइने करेला र आफ्नै बारीमा उम्रेको यो सानो धनिया सँगै प्रस्तुत भइसकेको छु। बिहानीको सुरुवातसँगै यसरी अर्ग्यानिक खानेकुरासँग हामीले सेवन गरेर सुरुवात गर्यौं भने हाम्रो भविष्य कति उज्जवल होला। अब ढिला नगरिकन हामी सुरु गरौँ। बिहानीको सुरुवातसँगै आफ्नै बारीमा उम्रेको यो अंगुरबाट सुरु गरौँ। यसरी अंगुरसँग सुरुवात गरिसकेपछि अब फेरि पनि हामी गाजरसँगै गाजरलाई यसरी मजासँग चपाइसकेपछि पिठो मिक्सर जसरी चपाइसकेपछि मुलासँगै मुलाको साथमा अब हामी आफ्नै बारीमा करेसा बारीमा उम्रेको यो एकदमै अर्ग्यानिक केमिकल नमिसाएको काँक्रोसँगै यसरी मजासँग आनन्दले चपाइसकेपछि फेरि पनि आफ्नै करेसा बारीमा उम्रेको करेलासँगै देश विदेश जुनसुकै कुना काप्चा, जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै मरुभूमि, जुनसुकै समुद्रबाट सयौं बिल्डिङबाट माथिबाट हेर्दै हुनुहुन्छ भने पनि यस भिडियो समक्षमा प्रस्तुत भइसकेको छु। बिहानीको सुरुवातसँगै अब फेरि पनि हामी मुला खान जाँदैछौँ। खाँदैन बोल्न बोल्दैन
विश्वभरि छरिनुभएका सारा नेपाली जनतालाई मेरो समय 10 प्रणाम। अर्काको बारीमा फलेर किनेर ल्याएको यो अङ्गुर फेरि पनि चाख्न जाँदैछु। आफ्नै घर वरपर जङ्गलको छेउ तल माथि सबैतिर बारीतिर फल्ने यो सानो धनिया यसको गन्धले अलिकति नाकमा पोलेको कारण मैले यो नाक थुनेर जबान पनि भइरहेछ। देशभरि सारा नेपालभरि छरिनुभएका होइन, देशभरि विश्वव्यापी भरि छरिनुभएका सारा नेपाली जनताहरूलाई मेरो तर्फबाट कोटी कोटी नमन गर्दै म यो गाजर चपाउन जाँदैछु। हाम्रो आफ्नै पृथ्वीको आमाले दिनुभएको यो जमिनबाट निस्केको यो अङ्गुर मेरो थुतुनोमा हाल्न जाँदैछु। यसलाई चाहिँ नि बेलुका तरकारीसँग खानुहुन्छ भन्नेको नाराको साथमा मैले यो फाल्न चाहे। स्वास्थ्य नै जीवन हो, जीवन नै स्वास्थ्य हो भन्ने नाराको साथ सारा नेपाली जनतालाई म यो सन्देश पुर्याउन चाहन्छु कि यस्तो चाह जस्तो मुखबाङ नहेर्नु होला। आफ्नै कर्सा बारीमा फलेको यो काँक्रोलाई चपाउन जाँदैछु। सरी, अङ्गुर। यसरी दैनिक रूपमा बिहानीको सुरुवात यसरी गर्नुभयो भने पक्कै पनि तपाईँको भविष्य उज्जवल हुन्छ। तपाईँको परिवारको भविष्य, समाज बदलिन्छ, समाज बदल्यो भने देश बदलिन्छ, देश बदल्यो भने पक्कै पनि व्यवस्था राम्रो हुन्छ। त्यही नाराको साथ अब फेरि पनि हामी खान जाँदैछ। आफ्नै करेसा बारीमा उम्रेको होइन यो, बाहिरबाट किनेर ल्याएको काँक्रो। यस भिडियो मार्फत म तपाईँलाई यो शिक्षा दिन चाहन्छु कि यस भिडियोलाई लाइक गरेर नमन गरिदिनु होला। घर वरपर पाइने, जङ्गलको छेउमा खोलाको कोल्सातिर पाइने यो अङ्गुरको बोटबाट टिपेको यो सानो अङ्गुरको गेडा मेरो थुतुनमा
अर्काको बारीबाट चोरै ल्याएको यो करेला, गाजर, बिहानीको सुरुवातसँगै बिहानीको अर्गानिक खानेकुरासँगै म तपाईहरूलाई के नमन गर्न चाहन्छु भने प्लिज स्किप द भिडियो नहेर्नुहोस्। थोरै यो अमलाको साथमा अमलाले निकै नै अमिलो प्रस्तुति दिइसक्नु भएको छ। त्यसकारण अब फेरि पनि काँक्रोको साथमा विश्वव्यापीभरि छरिनुभएका सारा नेपाली जनताको नाममा यो अङ्गुर, यो गाजर, यो मुला एकैचोटि मेरो मुखमा होसल्न जाँदैछु। यसरी सबै चिज मजासँग आनन्दसँग मिक्सचरले झैँ गिलो जुस झैँ चपाइसकेपछि फेरि पनि अमला सानो करेसाबारीमा उम्रेको चपाउनु गइरहेछ। आफ्नै आमा पृथ्वी जमिनले दिनुभएको यो अर्गानिक खानेकुरा बिहानको सुरुवातसँगै खान पाउँदा तपाईँहरूको समक्ष म यो भिडियो लिएर आइसकेको छु। पक्कै पनि यो शिक्षाले तपाईँहरूलाई भविष्यमा निकै नै केही न केही राम्रो काम गर्नेछ भन्ने आशाका साथ आफ्नै करेसा बारीमा उम्रेको अङ्गुर, विश्वको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै कुना काप्चा, जुनसुकै समुद्र, जुनसुकै मरुभूमि, जुनसुकै सयौं बिल्डिङको माथिबाट हेरिदिनुहुन्छ भने पनि तपाईँहरूको माझमा लाइन गइसकेको छ। तपाईँहरूकै घर दैलोमा यसरी लाइन नगए पनि, तपाईँहरूको देश विदेशमा यसरी लाइन नगए पनि हाम्रो नेपाल देशमा यसरी लाइन जाने गर्दछ। विश्वको जुनसुकै कुना काप्चामा हेर्दै हुनुहुन्छ भने त्यहाँ लाइन छ कि छैन एकचोटि कमेन्ट गरिदिनु होला। बिहानीको सुरुवात तपाईँहरूको पनि यसरी भयो भने पक्कै पनि तपाईँहरूको भविष्य एकदमै उज्जवल हुनेछ। तपाईँहरूको परिवारको भविष्य राम्रो भए समाज राम्रो हुन्छ, समाज राम्रो भए देश राम्रो हुन्छ, देश राम्रो भए लाइन आउँछ। आफ्नो अर्गानिक खानेकुरा यसरी नफालिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अर्को लाइट हो। कति मिनट भयो? 17 पानी है सर। आई सॉरी।
एकछिन पानी नगर त पानी नगर एकछिन सघाउनु लाग्यो आइराखेको विश्वभरि छरिनु भएको सारा नेपाली जनताहरूलाई यही भिडियोबाट म के शिक्षा दिन चाहन्छु भने तपाईहरूको पनि दिनको सुरुवात यहीसँग यसरी नै सुरुवात भयो भने पक्कै पनि तपाईहरूको भविष्य एकदमै उज्जवल हुनेछ। त्यसकारण स्वास्थ्य नै जीवन हो भन्ने नाराको साथमा यो सबै कुरा एकदमै मिक्सचरले जस्तै चपाएर पिठो बनाएर निलिसकेपछि एक गिलास झरनाको मनतातो पानी एक गिलास मनतातो पानी खाइसकेपछि झरना जस्तै कल 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 बगेर मेरो घाँटीबाट सरर भित्र गइसकेपछि यो अर्ग्यानिक खानेकुरा खाएर साँच्चै नै मेरो भिडियो मार्फत तपाईले शिक्षा प्राप्त गरिसक्नु भएको छ भन्ने कुरा म पुष्टि गर्दै एउटा यो भिडियोलाई लाइक गरेर नमन गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। विश्वको जुनसुकै सहर जुनसुकै क्षेत्र जुनसुकै कुना काप्चाबाट जुनसुकै मरुभूमि जुनसुकै सयौं समुद्र पार गरेर जुनसुकै सयौं बिल्डिङको माथिबाट हेर्दै हुनुहुन्छ भने पनि आशा छ यो भिडियोले तपाईहरुलाई केही न केही पक्कै पनि सिकाएको छ। आफ्नै गरेसा बारीमा उम्रेको यो अंगुर नभए पनि अर्काको बारीबाट चोरेको भए पनि जेसुकै भए पनि एक गाँस मुखमा हालेर म यस भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद। शुभ बिहानीको सुरुवातसँगै हामी फेरि पनि आइसकेका छौँ। भिडियो बन्द भएन खै किन भएन मलाई थाहा छैन, तर बिहानीको सुरुवातसँगै आफ्नै करेसा बारीमा उम्रेको यो सबैलाई के लिएर आयो यस्तो यस्तो खान्छ मैले अलि हुन्छ नि यार।